भर्खरै मात्रै निर्वाचन आयोगबाट ब्रेकिङ न्यूज आएको छ। गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले असली कांग्रेस मानिदिएको छ। यानी कि अब नेपाली कांग्रेसको रुख चिन्ह र झण्डा गगन थापा समूहलाई गएको छ भने आजबाट गगन थापा आधिकारिक रूपमा कांग्रेसको सभापति भएका छन्। अनि यो सँगसँगै फेरि शेरबहादुर देउबा लगायत जति पनि वरिष्ठ र ठूला नेताहरू थिए उनीहरू अब कांग्रेस विहीन भएको छ, उनीहरूको पक्षमा कांग्रेस नपर्ने भएको छ। आज दिनभरि दुवै पक्ष चाहिँ अब कांग्रेस हामी कांग्रेसको आधिकारिक पक्ष हो भनेर दाबी गर्न निर्वाचन आयोग पुगेका थिए। निर्वाचन आयोगले अहिले भर्खरै मात्रै के निर्णय गरेको छ भने विशेष महाधिवेशनबाट जुन नेतृत्व आएको छ त्यही नेतृत्वलाई आधिकारिक कांग्रेस मान्ने भनेर निर्णय गरेको छ। र यो निर्णय गरेसँगै अब कांग्रेस दुई भागमा विभाजित भएको छ। एउटा देउबा पक्ष, एउटा गगन पक्ष भएको छ भने गगन पक्षले आधिकारिकता पाएको छ, तर देउबा पक्ष भने अब के गर्छ त्यो हेर्न बाँकी छ। यदि अब देउबा पक्षले होइन अब गगन थापालाई नै सभापति मानेर अगाडि बढ्ने र बाँकी रहेको तिक्तता सबैलाई मेटेर अब चाहिँ हामी गगन थापासँग मिलेर यानी कि कांग्रेसै बन्ने तर सभापतिमा गगन थापालाई मान्ने र बाँकी जति पनि अहिले नियुक्त अथवा चयन भएका पदाधिकारीहरू जस्तो महामन्त्री सहमहामन्त्रीहरू सबैलाई मानेर अगाडि जाने भन्यो भने कांग्रेस फेरि पुरानै अवस्थामा फर्किनेछ, यानी कि फुट्ने छैन, एक ढिक्का रहनेछ। तर होइन, कांग्रेसका जुन शेरबहादुर देउबा पक्षका नेताहरू अझै होइन हामी झुक्दैनौँ, गगन थापालाई हामी मान्दैनौँ भन्ने किसिमको निर्णय गर्ने हो भने अब उनीहरूले कि छुट्टै दल खोल्नु पर्ने हुन्छ कि कुनै दलसँग मिल्नु पर्ने हुन्छ कि होइन भने निर्वाचन आयोगले गरेको यो निर्णय विरुद्ध अदालतमा, सर्वोच्च अदालतमा रिट दायर गर्नुपर्ने हुन्छ। सम्भवतः सायद यो निर्णयको विरुद्धमा अथवा जुन आज निर्वाचन आयोगले जुन निर्णय गरेको छ गगन थापा समूहलाई आधिकारिक मान्ने भने यो निर्णयको विरुद्धमा चाहिँ देउबा पक्ष सर्वोच्च जाने पक्का पक्की छ। किनभने आज दिउँसो नै कार्यवाहक सभापति, पहिलेको कार्यवाहक सभापति ले भनिसकेका थिए कि हाम्रो पक्षमा निर्णय आएन, यानी कि आयोगले कुनै दबावमा प्रभावमा परेर चाहिँ त्यो किसिमको निर्णय गर्यो, यानी कि गगनको पक्षमा निर्णय गर्यो भने हामी देशैभर वडा वडामा गाउँ गाउँमा चाहिँ आन्दोलन गर्नको लागि हामी हाम्रा कार्यकर्तालाई तयारी गर्छौं भनेर भनिसकेको अवस्था थियो पूर्णबहादुर खड्काले, र बेलुका नभन्दै त्यस्तै किसिमको निर्णय पनि आएको छ। जे होस् अहिले कांग्रेसमा कुन पक्ष वैधानिक कुन पक्ष अवैधानिक, कसले गलत गर्यो कसले सही गर्यो भन्ने विषयमा धेरै चर्चा र परिचर्चाहरू चलिरहेको बेलामा निर्वाचन आयोगले यो बोल्ड डिसिजन दिएको छ र जुन डिसिजन अनुसार अब कांग्रेस गगन थापा पक्षको यानी कि विशेष महाधिवेशनबाट नै जुन नेतृत्व आएको छ त्यो नेतृत्व नै फाइनल भएको छ। र यो सँगै फेरि गगन थापा र विश्वप्रकाश शर्माहरू र विशेष महाधिवेशन गर्ने पक्षहरू चाहिँ गलत नरहेछ, यानी कि उनीहरूले कानून अनुसार विधान अनुसार नै गरेको रहेछ भन्ने कुरा एकपटक पुष्टि भएको छ। खासमा यो पछिल्लो समय एमालेका नेताहरू लगायत कांग्रेसका पनि देउबा पक्षहरूले चाहिँ पार्टी फुटाल्नको लागि महामन्त्रीहरूले यसो गर्यो होइन, अथवा यो किसिमको चाहिँ अरूलाई दोष दिएर चाहिँ यसरी गर्यो भनेर अधिकांश नेताहरू देउबाको पक्षमा थिए। गगनको पक्षमा थोरै मात्रै शीर्ष नेताहरू थिए, खास गरिकन महाधिवेशन प्रतिनिधिहरू बढी भए पनि शीर्ष नेताहरू चाहिँ एकदमै थोरै थिए। यतिसम्म कि चन्द्र भण्डारी जस्ता, सुनिल शर्मा जस्ता नेताहरू जो चाहिँ कांग्रेसभित्र चाहिँ नेतृत्व फेरिनुपर्छ भनेर पटक पटक भन्दै आएका थिए, ती नेताहरू पनि अन्तिमको समयमा देउबा पक्षमा लागेका थिए। र यति मात्रै नभएर शेखर पक्ष पनि देउबाको पक्षमै लागेका थिए। आज शेखर कोइरालाले पनि निर्वाचन आयोगमा पुगेर हामी सबै केन्द्रीय सदस्य यही छौं, केही केन्द्रीय सदस्यहरू गगन थापाहरूसँग चोइटिएर गएका हुन् भन्ने जस्ता जुन धारणा उनले दिएका थिए। तर नभन्दै अब डाक्टर शेखर कोइराला, शशाङ्क कोइराला, त्यसपछि गएर चाहिँ देउबा पक्ष अथवा रमेश लेखक होइन ठुल्ठुला कांग्रेसका एकदमै वरिष्ठ र दिग्गज भनिने सबै नेताहरू अब कांग्रेसबाट बाहिर भएको छ। अब सम्भवतः कांग्रेस मिलेर जान्छ होला, मिलेर भने पनि अब के गर्छ त्यो पनि हेर्न बाँकी छ। तर जोस् अहिलेको ब्रेकिङ न्यूज भनेको चाहिँ आजबाट नेपाली कांग्रेसको सभापतिको रूपमा गगन थापा आधिकारिक रूपमा नियुक्त भएका छन्। हुन त उनी केही दिन अगाडि नै विशेष महाधिवेशनबाटै उनी लडेर अथवा त्यहाँबाट नै उनी चयन भएर शपथ पनि खाइसकेका थिए। तर अहिले को चाहिँ होइन देउबा हो कि गगन हो अथवा कुन पक्षको चाहिँ कांग्रेस हो भने आधिकारिकता नपाइरहेको बेलामा आज जुन निर्वाचन आयोगले यो निर्णय गरेको छ यो निर्णयले नेपालको राजनीतिमा निकै ठूलो महत्व राख्ने गर्दछ। र अबको राजनीति कस्तो रहन्छ, नेपाली कांग्रेसभित्रको यो फुट भागभण्डा गुटबन्दी अब के रहन्छ होइन, संस्थापन पक्ष र इतर पक्ष भन्ने थियो, अब त्यो त्यसको किता फेरिएको छ। हेरौँ, लेट्स सी अब के हुन्छ, अदालतमा जान्छ के हुन्छ त्यो पनि हेर्न बाँकी छ। अहिलेको लागि भने कांग्रेसको सभापति गगन थापा भएका छन् र निर्वाचन आयोगले भर्खरै मात्र यस्तो निर्णय गरेको छ। यो निर्वाचन आयोगको निर्णयप्रति तपाईको धारणा के छ कमेन्ट गर्नुहोला।